टल्केर मैले यसरी गरेको गाइज मेरो आज कपाल कर्ली हुँदैछ ला यता चाहिँ ला सररै सम्झी भइसकेको रहेछ कि झरे ला त्यहाँ बोर्डबाट प्लग निक्लिसकेको रहेछ के कर्ली होस् त आजले मेरो फुल मेकअप गरिदिन्छ अरे क्या तर किन हो के का लाग्यो थाहा छैन यसले सिकेको हो क्या साथी मलाई सिकेकी चाहिँ कहाँ सिकेकी यो यस्तो गर्नलाई कस्तो देखिन्छ भनेर मलाई निशाना बनाएकी यसले अरू केही पनि होइन बलिका बक्रा कान चाहिँ नडाम्दे ल त्यो अनुहार मैले किन देखाइन भने ऊ त्यसरी टल्केको छ अनि त्यो पर्दा लगायो भने मात्रै नभए टल्किन्छ भयो उता यो भएन यो मिलेन लुज भयो भएन गाइस यसलाई आउँछ बाक यहाँ पनि यो झरेको झरेको ए त्यहाँनिर त्यसो उनीहरू घर प्लग गाइस हाम्रो अर्की बहिनी नि आएकी छिन् उसैले लिएर राखेन यो सामान चाहिँ किन यस्तो ब्लर ब्लर आएको हौ यो पनि बनाइदिए क्या यो पनि पखन त अहिले लास्टमा गरौँला अब ल किन त्यसलाई हेप्नु कति पातल छ है मेरो कपाल दुईचोटि गर्दै सकिन्छ होला कपाल त आज म खतरा भएर बस्छु खतरा यो मेसिनै त लिएर जाने हो मेरो अझै रोलै हुन छोडो कपाल काटेकी छस् नि त त्यही काटो बढो क्या अस्तिसम्म हुन्थ्यो न म चाहिँ घर जाँदैछ गाइजमा आमाको बिहेमा घर जाने भने चाहिँ घर कहिले जान्छ 18 गते जान्छ कस्तो कहिले जान्छ थाहा छैन अनि त्यही भएर कुल्लुगा ब्याक गर्न खोजेको ब्याकै भएन त त्यो हुँदैन त्यही त भएन क्या अरू यस्तो भयो ल साथीहरू यस्तो भयो अरे लु यसलाई हेरिदिनुहोस् खोल्नु पर्छ होइन त्यत्तिकै साथीहरू अहिले खोलिदिनु खोल्दैन अनि थुतुना पनि के जाति दल्दै के ल्याएकी छौ आज के ल्याउनु? ल अनि म साडी चोलो लगाएर बस्छु अनि त्यही साडी चोलो लगाएर भाडा हँसाउँछु घर बाउलाई चाहिँ क्या भन्छन् होला मलाई आज दिल त है एक राही जाना दिल की तुम मंजिल हो नाटक सबै नौटंकी देखो ना गाइस ये क्या है देखो ना लु नानु यहाँको यति भयो अब मेकअप गरिदिन्छु मेकअप सुरु भइसक्यो ल मेरो ला कपाल हटाऊ है उता साइडमा राखेर गराऊ है तिम्रो भिडियो सुरु भएर मेकअप हेर्नु होला यो चाहिँ मोइस्चराइजर हो मोइस्चराइजर म नदेखाउनु तिमी राम्रै छौ त नाइका म तु के गर्न आइरहेको छु कि प्लिज के कस्तो ल्याङ केटी रहेछ न यो त नगर्नु भन्छ मैले पुरै पिठो लागेको छु कि यहाँ कहाँ काममा किन के रोटी पकाएर आयो कि क्या किन कानमा चाहिँ लाउँदैछ त के हुन्छ भन्न कानमा होइन त्यो पिठ के अरे ऊ लागेको थियो क्या मेरो अनुहार पुरै जले जस्तो भइरहेको छ त्यो केले अनि त्यही भएर मोबाइल उता गर तिमी आफू उता लुली नभयो है उता नजाऊ नि फेरि मैले जति भइरहेको छु त्यस्तो घाँटीको दल्ले हुनु पर्यो नि मान्छे हड्डी अडेन त्यही भनेको अडी गाइज सनस्क्रिन ठेला पनि लड्दिन्छ जस्तो गर्छु जिउ छोडिदिन्छु क्या म डेढ भएर यहाँ पनि रात पनि छ त्यो हातमै दल्नु आन्टीको बाबा मोइस्चराइजर हातखुट्टाबाट दल्छु भन्छ नि त्यस्तै सिकाउनु पनि बसिदियो कि दल्यो भयो हौ यति ग्लो आयो त देख्यौ त्यही त सधैँ लाएर अलिकति दिउँसो लाएर बस्दा पनि हुन्छ त लगाउँछु त म स्किन केयर लाउनु भयो हजुर 3 बजे लाउनुहुन्छ राति अब बिहान पो लाउने हो त हामी राति आएर लगायौँ भने त्यति बेला लाउँछिन राति अब ब्लेन्डर छैन होला नि त छैन ल्याइन मैले मलाई भने नि फाउन्डेसन हो ब्लेन्डर म त एउटा किन्नु छ म नि लिनु पर्ने छ यार एउटा ब्लेन्डर यसरी त लाग्दैन हातले लगाइदिएन त्यो ड्याप गर्न हातले भइहाल्छ नि फाउन्डेसन किन्नु पर्ने छ यार
म पनि यति बेला मामाको बिहेमा जाँदा सोचेको थिएँ सबै थोक किनेर जान्छु। अब के को किन्ने। नानु मैयालाई चाहिँ ठिक्क हुन्छ कि क्या यो त्यही त सेड मिले जस्तो लाग्यो कि हामीलाई चाहिँ अलिक बिबी क्रिम थोरै मिलाउनै पर्छ। जस्तो देखिन्छ हाम्रो लागि चाहिँ। यो मेरो स्किनको जस्तो छ नि त हेर्दा। पहिलोचोटि आउँदा चाहिँ स्किनमा ठिक्क म्याच भएको थियो मेरो। पहिला अन्त अलिअलि स्किन राम्रो भएको नि त, त्यही भएर अहिले मेरो म्याच हुँदैन क्या। म 2-3टा फाउन्डेसन मिसाएर लाउँछु। स्किनको जस्तो चाहिन्छ व्हाइट कलरको। सुरुमा चाहिँ म्याच भएर किनेको मैले, कति भइसक्यो किनेको भने। तर डिफ्रेन्ट कति देखिन्छ नि भयो गाइस। अब पुरै फुल यता हेर्नु त मजाले हो। अब राम्रो देखिनु गाइस भयो। ठिक लाउनु यो हरायो हराइसकेछ गाइस। यो पनि राम्रो छ साडी। टिका तर त्यो 5 खेप पुरा त हुने। खै तँ कसको नाम लेखेको त्यो माथि सार त हेर्छु। हाँस्छु अब कस्तो क्या यो लगाएपछि टिकै टाँसिँदैन मेन कुरा। मलाई भने रेड कलरको टिका आएको झन् राम्रो देखिन्छ मखमलको। ले त हेर्नु फुल लुक्स देखाइदिन्छु र चेन्ज गरेर आउनु जानु। अब गाइजहरू खाजा बनाउने बेला भयो अनि मेकअप पनि सक्यो, फोटोसुट पनि सक्यो। बाई भन्छु। बाई गाइस सबैजनालाई। खाजा बनाउँछु देख्नु होला मेरो कपाल। बाई गाइज हेर्नु हामीले कपाल काट्नु हुँदैछ। अहिले यतिको लामो छ हेर्नु होला है। अहिले यहाँसम्म लामो छ। अब काटेर छोटो बनाउनुहुन्छ। मलाई हेर्नु महिनामा छु। बाई बाई ल अहिले देखाउँछु। हेर्नु गाइज कपाल काट्नु हुँदैछ। यो छुट्टो हेर्नु होला अघि कत्रो थियो अहिले कत्रो हुँदैछ। यस्तै छ गाइज। अब राम्री हुनु पर्यो नि त। बढिहाल्छ नि कपाल। यो मान्छे धेरै बोल्छ हेर्नु है गाइज। आएर कुट्नु सब मिलेर कुट्नु आएर। गाइस कपाल हानिदिएँ मैले। हान्दी घरकाले पनि उडाइदिन्छन् होला। के उडाइदिए त्यो कपाल काट्दैन उनीहरू। मैले त्यत्रो झर्लामै बनाएर त त्यत्रो फालिदिएँ। हेर अहिले नै यति राम्रो देखिन, एकछिनमा यो सुकाएपछि अलिकति सेट गरेपछि झन् कति राम्रो देखिन्छ। तर हुन त आज अलिअलि फाउन्डेसन पनि मेकअप गरिदिएको छु त तैँले। त्यही भएर पनि हो। ल हेर नानुमैया काठमाडौँवाला नानुमैया भए हुन्छ। कपाल काटिदिने मान्छे है यस्तो छ। मैले भन्दाखेरि मलाई लगाएर नि यसो यसैले भनेर द्याउन हुन्छ नि। म यहाँ छु। हामी आएपछि केही न केही त नकिन्नु हुँदैन। यो किनेको हामीले कहाँ देखेन त यो किनेको। नानीलाई यस्तो बनाइदिएको। सजन 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 मेरी सजन मेरे यार। के हो यो गीत साँच्चै मैले यस्तो बनाइदिन्छ। गीतको बेजत गरेको हो सरकै पनि होइन। सेज नानुमैया अब कपाल सेट हुन्छ है नानुमैयाको। कपाल सेट गरेको प्रोसेस हेर्नु होला। चोर्दा पनि हुन्छ सक्नुहुन्छ भने। फाइनल त यो ब्लगमा हो। ब्लगमा हालिराख्नु भयो क्या पछि बिचमा थाहा छैन। सब्सक्राइब गरिदिनु। आफूलाई पनि हेर्नु। पतली कमर वाली राम्री भइसक्यो नानुमैया आधीमै।
आधीमै छोडिदियो भने पनि राम्रो भइसक्यो क्या देखो ना गाइस ये क्या है लो बताओ हो धपक्कै भले कि दादा भने जस्तो भयो तर राम्रो देखिएछ है थ्याङ्क यू धन्यवाद राम्रो लाइक लागेन तिमीलाई राम्रो लाग्यो ए कि तिमी सेन्टी फलाट भएर जान फेरि नो बढिहाल्छ नि कपाल त कस्तो कपाल कस्तो देखियो गाइस राम्रो देखिएको छ कस्तो देखिनु आफैले पछाडिबाट पनि देखाइदिन्छ इनरले हो क्या काट भनेर इनरले नै हो इनरले नै खै पछाडिबाट यस्तो भएको छ राम्रो देखिएको छ राम्रो देखिएको ऐनामा हेर्न सक्नुहुन्छ तपाईँले ऐनामा पनि यता पनि मैं भी वादा निभा अब म चाहिँ यतैबाट जान्छु कसरी गर्नु यसले थ्रेडिङ गरेँ मैले कपाल काटेँ म यतैबाट जान्छु अब म चाहिँ गएको ल कति हो ओइ म गएको बाई